सेकेन्ड डे होइन अनि लाइक आज चाहिँ हल्का छिटो उठेको लिटल बिट 6:30 बजे 6:30 बजे 6:30 बजे 45 भयो सो अघि चाहिँ लाइक बोल्दा बोल्दै बस आइसकेको थियो नि त सो मैले के भन्दा भन्दा रोकेको थिएँ सो मैले यही भनिरहेको थिएँ कि अझै 6:30 बजे थियो आज छिटो उठेको अहिलेसँग ठ्याक्कैमा चढ्दाखेरि चाहिँ 7:15 भयो 7:15 भयो अनि सो 15 मिनट बाँकी छ इक्जाम स्टार्ट हुनलाई तर हाम्रो 5 मिनट 10 भनेर 5 मिनट दिनु परिहाल्यो 5 मिनट हिँडिसकेपछि चाहिँ कलेज आइपुग्छ होइन अनि त्यही आजको ब्लग चाहिँ के रहेछ भन्छ भन्दाखेरि साथीहरूसँग डिस्कस अबाउट इक्जामको लागि कस्तो गराउनुपर्छ अनि आज चाहिँ मतलब हिजो साथीहरूसँग डिस्कस गरेर भेटेन नि त अनि सो कि त्यही भएर चाहिँ आज चाहिँ साथीहरूसँग त्यही आजको ब्लग चाहिँ साथीहरूसँग हिजो भेटेन नि त साथीहरूसँग अनि आज चाहिँ त्यही भेटेर त्यही हो अब कलेज आइपुगिसक्यो अब प्लस अब पछि इक्जाम सकेपछि चाहिँ गर्छु विथ है क्युट साथीहरूसँग म पो राम्रो छैन त मेरो साथीहरू त राम्रो छ लिइरहेको छ इक्जाम पछि इक्जाम चाहिँ सक्यो बट साथीहरू निक्लाएन मजाले छिट्टै निक्ल्यो के गरेर फेल अब साथीहरू पर्खिँदै त्यस्तो सोचेर जस्तो मैले खासमा पढ्न त पढेको थिएँ त्यही पनि जाउँ अब गएर उता गएर क्यान्टिनमा गएर वेट गरौँ त्यसपछि उनीहरू आएपछि हेरौँ के हुन्छ चाहिँ लाइक आज चाहिँ यस्तो इक्जाम बिग्रेको भएर कसैको पनि मुडै थिएन क्या म र मेरो साथी दुईजना मात्र भयौँ होइन त्यसपछि मैले भिडियो पनि खिचेन कि मुडै अफ हुँदा अनि त्यही भएर मुडै अफ भएर चाहिँ खिचेन अनि हामी आएर चाहिँ खाजा खायौँ त्यसपछि उता घर गयो म यता आएँ अब खै बाटोमा के हुन्छ झर्नुपर्ने चाहिँ तारिक दिन थियो त बट त्यो दुईटा गाडी सँगै भइरहेको थियो क्या अनि दुईटा गाडी सँगै यस्तो
के भ्लग बनाउनु र सो यही हो त्यही हो अब मैले भन्नु खोज्दा त्यही हो अब त्यही हो भने चाहिँ यसरी नै दुईवटा गाडी सँगै आएको थियो कि यसरी नै दुईवटा गाडी सँगै आयो भने कम्पिटिसन हुन्छ कि को चाहिँ अगाडि जाने भनेर कम्पिटिसन हुन्छ नि त यति स्पिड कुदाउँछ बाइक पनि त्यति स्पिड कुदाउँदैन कि अनि बिचमा यसरी ब्रेक लाउँछ नि त्यो मान्छे बचेको मान्छे नै हुर्किन्छ कि अनि त्यही भएर चाहिँ दुईवटा गाडीसँगै चढ्यो भने चाहिँ म प्रायः मेरो घरनिर नउत्रेर माथि नै टिचिङनिर उत्रिन्छु कि बिकज खासमा म त हिँड्नै नमन लाग्ने मान्छे हो बट आज मेरो माइन्ड घाँस चढ्ने गयो है होइन अनि अब अरू के भन्नु भने अब आजको इक्जाम जस्तो भयो होइन अब लाइक त्यस्तै भनेर मन बुझाउनु पर्छ त्यही भनेर नै मन बुझाउनु पर्छ कि लाइक जस्तो अब जे भयो राम्रोको लागि भयो भनेर चाहिँ तर राम्रोको लागि चाहिँ केही कुरा नि हुँदैन आफूले राम्रो बनाउनु पर्छ है मलाई त्यस्तो लाग्छ है बट अनि अब भोलि जाबाको इक्जाम छ अब आजको इक्जाम बिग्रियो भनेर टेन्सन लिएर बस्ने कुरा त आएन सो म घर जान्छु अनि खानासाना खान्छु अनि त्यसपछि अब भोलिको लागि चाहिँ प्रिपेयर गर्नु पऱ्यो आज जस्तो नहोस् भन्नको लागि चाहिँ कन्सन्ट्रेट गर्न ट्राई गर्छु आई विल ट्राई माई बेस्ट सो यति भन्दै मेरो घर नि आइपुग्न लाग्यो सो यति भन्दै आजको लागि चाहिँ मैले मेरो ब्लगलाई चाहिँ यहीँ एन्ड गर्छु भनेर भन्न चाहेँ के भन्छु